माइक त अन छ त जान त अनै गरे हो त माइक अनि मैले बोलेको सुन्छ सुन्छ नि ए माइकमा बोलेको सुन्छ सुन्छ सुने सुनेछ हामी चाहिँ अब सबैले माइक समाउँदै बोल्छ अनि माइकमा बोल्यो भने कसरी सुन्छ त कसरी सुन्छ क्या कसरी कमेन्ट गर्ने सुन्छ के भइरहेको रेकर्ड भइरहेको क्या हो कति भयो खै पादै चाहिँ डर छ हजुरको शुभ नाम मेरो शुभ नाम सबैजना नमस्ते मेरो नाम चाहिँ देवराज गुरुङ अनि हजुरलाई मेरो पोडकास्टमा स्वागत छ पोडकास्टको नाम रहेको छ ट्र्याकिङ आज यो सरी नामबाट है हजुरको शुभ नाम मेरो शुभ नाम विशाल रायमाझी हजुर दिलीप रायमाझीको को पर्नुहुन्छ म भाइ पर्छु ठिक छ हजुर आज बक्सी लाउनु भएको छ हैन कस्तो भयो हजुरको ट्रेकिङ एकदमै राम्रो भयो अनएक्सपेक्टेड एकदमै राम्रो भयो राम्रो रहेछ ठाउँहरु पनि हजुरहरु पनि आउनु होला ट्रेकिङलाई बेस्ट तिम्रो मोबाइलमा तार छ कुन ठाउँ घुम्नु भयो त हजुर ठाउँ त अब कतिवटा डाँडा घुम्यो बक्सिल भन्दै त्यो त अब आफूलाई पनि थाहा छैन कि चाहिँ घुम्यो राम्रो ठाउँहरु रहेछ ठिक छ हजुर नै हुन्छ त अब म अर्को साथीसँग चिनाउन चाहन्छु हजुरलाई हजुरको शुभ नाम प्रवेश केसी हजुर अनमोल केसीको को पर्नु म अनमोलको केसीको कोही पर्दैन उ चाहिँ मेरो भाइ पर्छ ठिक छ हजुर आज बक्सी आएर कस्तो अनुभव भयो त मलाई रमाइलो अनुभव भइरहेछ अब केटाहरुसँग खुसी नै छु एकदम इन्जोय भइरहेछ है एकदम राम्रो छ ठिक छ ल धन्यवाद म अब अर्को साथीसँग सोध्न चाहन्छु हजुरको शुभ नाम प्रदीप लामा हजुरले क्यामेरामा देख्नु त भएन होला है तर अलि पर्दैन के ल मिस्टेक भएछ हैन कस्तो यहाँ खुकुरी भएको मैले खुकुरी हान्न सक्थेँ यत्रो बेरसँग उभि हैन यस्तो गर्ने अघि दिएको भए यतिकै मेरो लाग्दैन थियो मेरो गाली हान्छ अनि हजुरको शुभ नाम प्रदीप लामा हजुर लामाको हो एटो लामा कुन लामा सिङतान हजुरले हातेर काम गर्नुहुन्छ गर्दिन बताइदिनुस् गर्दिन भनेर साथी तिमी दिल्ली रायमाझीलाई एकछिन है अनि हजुरलाई आज बक्सी आएर कस्तो अनुभव भयो रमाइलो रहेछ अनि यस्तो ठाउँमा आएर यस्तो खाजा खान पाउँदा कस्तो अनुभव भइरहेछ ठिकै मात्र अनएक्सपेक्टेड भइरहेछ भनौँ के फिल भइरहेछ